खरिदारमा चाहिँ ब्रह्माण्ड भन्ने छुट्टै टपिक छ, त्यसबाट चाहिँ सोध्ने भएको कारणले गर्दाखेरि के इम्पोर्टेन्ट छ र ब्रह्माण्डबाट मैले अनुभव गरे अनुसार र मलाई लागे अनुसार विगतमा प्रश्न सोधे अनुसार चाहिँ मैले ब्रह्माण्डबाट भन्दैछु। ब्रह्माण्ड सम्बन्धी जानकारी। ब्रह्माण्डलाई अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ? तारापुञ्जको प्रकार लगायत चाहिँ यो एकदम मसिनरी नै हेर्नु त्यो चाहिँ के छ भनेर। त्यसपछि सूर्यको बारेमा जान्नु पर्यो। सूर्यमा पाइने मुख्य मुख्य तत्त्व अथवा ग्यासहरू चाहिँ के हुन् भनेर पनि जान्नु पर्यो। अनि ग्रहहरूको बारेमा चाहिँ हाम्रा जति ग्रह छन् बुध शुक्र पृथ्वी मङ्गल बृहस्पति शनि अरुण वरुण ती सबै ग्रहहरूको नाम अनि उनीहरूको चाहिँ क्षेत्रफल अनि सूर्यबाट नजिक टाढा कुन अनि ठुलो सानो क्रम सानोबाट ठुलो सूर्यबाट नजिकबाट टाढाको क्रम यो सबै कुराहरू जान्नु पर्यो र ग्रहका विशेषताहरू पनि जान्नु पर्यो। जस्तै मर्निङ इभिनिङ स्टार लगायत चाहिँ सबै ग्रहहरूका विशेषताहरू छुट्टा छुट्टै हुन्छन्, ती विशेषताहरू सबै जान्नु पर्यो। ग्यास जाइन्ट र आइस जाइन्टमा चाहिँ कुन ग्रहहरू पर्दछन् त्यो पनि जान्नु पर्यो। भित्री ग्रह र बाहिरी ग्रहहरू पनि जान्नु पर्यो। एकदम धुक्याउने पृथ्वी आफ्नो अक्षमा र कक्षमा भनेर धेरै जसो ग्रहहरूको सोच छ। यो चाहिँ कन्फ्युज नभइकन हजुरले अप्सन दिएर जान्ने भन्दा पनि यो घोक्नु नै, त्यो यतिकै सोध्ने बित्तिकै हजुरलाई एन्सर आओस् कि अप्सन देखाएपछि मिलाउँछु भन्ने तरिकाले चाहिँ नजाने। घनत्व भएको ग्रह कम घनत्व भएको ग्रह यस्तै खालका कुराहरू मसिनरी नै याद गर्ने तरिकाले पढ्नुहोस्। त्यसपछि ती सबै ग्रहहरूमा उपग्रह कतिवटा छन् छैनन् भन्ने चाहिँ कुनको छैनन् कुनको छन्, धेरै उपग्रह भएको र कम उपग्रह भएका चाहिँ ग्रहहरू कुन हुन् अनि त्यसमा चाहिँ धेरै भएकोमा पनि ठुलो र सानो, ठुलो उपग्रह र सानो उपग्रह कुन हो त्यसको नाम पनि जान्नु पर्यो। त्यसपछि सबै ग्रहहरूले सूर्यलाई परिक्रमा गर्न लाग्ने समय यो त एकदमै इम्पोर्टेन्ट छ, यो जसरी पनि जान्नु पर्यो। र ती सबै ग्रहहरूलाई आफ्नो अक्षमा घुम्न चाहिँ कति समय लाग्छ त्यो पनि जान्नु। अनि पृथ्वीको उत्पत्ति परिचय लगायतका कुराहरू हुने नै भयो। हजुरले सुरुमा सर्फेसली चाहिँ पढेर चाहिँ अनि मसिनरी पनि एकचोटि सबै राम्रोसँग हेरेर अप्सन देख्दा मजाले मिलाउन सक्ने कन्फ्युज नहुने तरिकाले चाहिँ पढ्नु होला। पृथ्वीमा पाइने चाहिँ ग्यासहरू पनि जान्नु पर्यो लगायतका यी कुराहरू जान्नु पर्यो। मैले यो भिडियोमा सबै समावेश गर्न पनि सकिँदैन, मैले मोटामोटी यसरी भनेर भनिदिएको छु। यसैले आधार मानेर हजुरहरूले युट्युब भिडियो र बुकहरूबाट पनि सम्बन्धित टपिकसँग राम्रोसँग खोजेर मसिनरी आफू त्यो पढाइप्रति लगाव देखाएर र आफूले के गर्नु छ मैले जसरी पनि गर्छु भनेर आत्मामा त्यो कुरा राखेर ननिदाइकन त्यो राम्रोसँग पढ्नु होला है त।